एसएसपी को कुरा तपाईहरुले सुन्नु भएको छ। गोविन्द गौतम भन्ने एकजना कञ्चनपुरका मारिएका छन्। हजुर। त्यसरी उनीहरू चाहिँ कडी कडाउ गर्छन्। अब त्यसपछि यो सिरा सप्तरीमा चाहिँ यादव बाबु छोरा थिए। यही कुरा गर्दाखेरि उनीहरूलाई चाहिँ ताम्लाले बाँधेर लगेको चित्र हामीले देखेको छ। म नै चाहिँ कचना कवलमा पुगेको थिएँ पोहोर। अब त्यही त नेपालीहरूको सस्तो बानी, एउटा फोटो चाहिँ खिचिहाल्नु पर्यो भनेर पिलरमा गएर हामीले एउटा फोटो खिच्दा नखिच्दा एसएसपी त्यहीँ आइपुग्यो र उसले चाहिँ हामीलाई कडालामा समात्ला जस्तो स्थिति भयो। अब हामीहरू के गरौँ कसो गरौँ भनेर इल्ली बिल्ली भयो। अब यस्तो बेलामा अनि हामीले सिमाना मिच्दाखेरि पारिपट्टि रमिता हेरिएला भन्ने कुरा कसले चाहिँ तपाईँहरू मध्ये यहाँ बोर्डरको यहाँ कोही त हुनु होला, त्यस्तो स्थिति कहाँ चाहिँ देख्नु भएको छ र त्यस्तो सम्भव छ भनेको नि। कुन नियतले बोल्या होला त प्रधानमन्त्रीले? डाक्टर साहब, जस्तो कतिपयले के भन्छन् भने यो चाहिँ सफ्ट पावर स्ट्राटेजी हो अथवा कतिले रिभर्स डिप्लोमेसी हो पनि भन्छन्। अब विरोधीलाई चाहिँ एकहोरो आरोप लगाउनु भन्दा हाम्रो पनि कमजोरी छ भन्दाखेरि चाहिँ उनीहरू वार्ताको टेबलमा आउँछ, त्यो हिसाबले बालिनले त्यो ढङ्गले रणनीति अप्नाएको हुन सक्छ भन्नेहरू पनि छन्। यसमा के भन्नुहुन्छ? आशय चाहिँ के हुन सक्छ प्रधानमन्त्री? त्यही भने भयो नि त। जस्तो यसमा कस्तो हुन्छ भने यस्ता किसिमका संवेदनशील विषयहरूमा चाहिँ कूटनीतिक लजहरू चाहिँ प्रयोग गर्ने चलन हुन्छ। जस्तो लामो समयदेखि हाम्रो सिमानामा कतिपय कुराहरू मिल्न बाँकी छन्। सरकारले निरन्तर यसमा काम गरिरहेको स्थिति पनि छ। हुँदाहुँदै कतिपय ठाउँमा यस्ता किचपिचहरू छन्। चाँडै हामी कूटनीतिक माध्यमबाट यसलाई समाधान गर्छौँ र चाहिँ रोस्टममा आएर सांसदज्यूहरूलाई चाहिँ सूचित गर्दछौँ भन्दै गयो भने यो कुरा आउने नै थिएन नि। प्रधानमन्त्रीको मनमा जे थियो मनमै रहन्थ्यो। हामीहरू चाहिँ आश्वस्त हुन्थ्यौँ, समस्या समाधान भइहाल्थ्यो अथवा समस्या उत्पन्न हुँदैन थियो। यसबाट के देखिन्छ भने योजनाबद्ध अब नेपालीमा द्वन्द्व खडा गराउने हिसाबले हो अथवा कुनै गलत आशयले हो अथवा तपाईँहरूले भने जस्तो कुनै एउटा ट्याक्टिक्सले हो, तर यसले विवाद खडा गरेको छ। यो तीनटा मध्ये एउटा अन्तर्निहित छ। त्यसलाई प्रधानमन्त्रीले थप प्रश्न पारिदिएको खण्डमा त्यो आफसे आफ साम्य भएर गइहाल्छ। अहिलेसम्म प्रधानमन्त्रीको प्रवक्ताले भनेको मैले नै सुने, यो प्रधानमन्त्रीले बोलेकै होइन भनेको छ। परराष्ट्र मन्त्रीको कुरा भाइहरूले भन्नुभयो। त्यो भारतको भूमि नेपालले पनि मिचेको भनेर थाहा पाउँदा चाहिँ प्रधानमन्त्रीज्यू चाहिँ अचम्म मान्नु भयो, त्यो अभिव्यक्ति चाहिँ दिनुभएको छैन भनेर शिक्षा मन्त्री सरकारका प्रवक्ता सुशील पोखरेलले भन्नु त भनिसक्यो। भनेपछि त विवादास्पद कुरा पनि दिनु भएन नि त राज्यले त। उसले एउटै आवाज दिनु पर्यो र त्यो आवाजमा आवाज हामीले मिलाउनु पर्यो। नागरिकको पनि त दायित्व छ। सरकारले आधिकारिक धारणा दिनु पर्यो, त्यसलाई टेकेर चाहिँ हामीले त्यसलाई अझ बलियो बनाएर माथि पेश गर्नु पर्यो ताकि हाम्रो राष्ट्रिय आकांक्षा र राष्ट्रिय हित चाहिँ परिपूर्ति हुन सकोस्। तर त्यस्तो भएन यहाँ। त्यस कारणले यो विवादास्पद जुन स्थिति उत्पन्न भएको छ यो प्रधानमन्त्रीको तहबाट आएको हुनाले प्रधानमन्त्रीले नै प्रश्न पार्नुपर्छ। त्यसलाई वरण गर्नको लागि हामी सदैव तत्पर छौँ। विवाद गरौँ, प्रधानमन्त्रीले नीचा देखाउँ, सरकारसँग लडन्त भिडन्त गरौँ भन्ने हाम्रो ध्येय किमार त होइन। तर विवादास्पद कुरा आयो भने हामी रमिते पनि बस्न सक्दैनौँ, किनभने देश हाम्रो पनि हो, जवाबदेहिता हाम्रो पनि बन्छ र हामी देशमाथि अनावश्यक रूपमा यस्ता कुराहरू भयो भने त्यसलाई सहेर पनि बस्न सक्दैनौँ। प्रश्न कुरा चाहिँ त्यही हो। हर्क सामग्री लगायत विपक्षीले जसरी अब प्रधानमन्त्रीले यो विषयमा भारतको भूमि मिचेको भने कति मिचेको भन्नु पर्यो र सँगसँगै माफी पनि माग्नु पर्यो सार्वजनिक रूपमा संसदले आएर भन्नुभएको छ। कसरी हेर्नु भएको छ यो मागलाई? कसरी हेर्नु भएको छ? प्रधानमन्त्रीले माफी माग्नुपर्छ यो अभियोगका कारण? अब मैले त यसमा प्रधानमन्त्रीले अन्यथा हिसाबले भन्नुभएको हो भनेदेखि जवाबदेहिता लिनुपर्छ भन्ने शब्द प्रयोग गरेको छु। अब प्रधानमन्त्री जवाफ नदिने भनेर आइसकेको छ। होइन, त्यो कस्तो बुझाइ भएको त्यो होइन। त्यो जवाब दिने भन्ने कुरा होइन, एकाउन्टेबिलिटी किन भनेको? त्यो प्रश्न पार्नु पर्यो नि, के कारणले भनेको, त्यो कारणले मैले भनेको भन्नु पर्यो। पुष्टि गर्न सक्नु भएन भने सिरियस हुन्छ कुरा। जस्तो मैले एउटा कुरा भने होइन, यिनै एउटा कुरा भने जस्तो हिजो कि अस्तिको कहिलेको मैले यहाँ कार्यक्रम सुने हाम्रो पर्साईजीसँग, यी हो यी होइन, कति गाह्रो पर्यो त। त्यस दिन चाहिँ मलाई आनन्द लाग्यो पत्रकारहरू पनि स्तर उठेछ भने। जथाभावी त बोल्न पाइँदैन नि त। अनि प्रधानमन्त्रीले जथाभावी बोल्न पाउने भन्ने त कुरै छैन नि। जवाबदेहिता लिनुपर्ने हुन्छ। यसको अर्थ उहाँहरूले कसरी बुझ्नुहुन्छ उहाँलाई। अब डाक्टर साहब, सदनको चाहिँ सभा विशेष गरी सदन चाहिँ
विपक्षीहरूको भनेर भन्ने गरिन्छ, सरकार सत्ता पक्षको भनेर भन्ने गरिन्छ। सभामुखको भूमिका चाहिँ रासोपाकै भयो भनेर भन्ने प्रतिपक्षले आरोप लगाइरहेको छ। साँच्चीकै सभामुख डिबी अर्याल रासोपाको सदस्यताको खोस्टो त्यागे पनि त्यतैतिर त्यो चाहिँ ध्यान त्यतैतिर भएको जस्तो देख्नुहुन्छ, यहाँ देख्नु भएको छ? त्यस्तो देखिन्छ, त्यो चाहिँ उहाँहरूको बाध्यता हो। यो चाहिँ डिपी अर्यालको मात्रै कुरा होइन, कृष्णबहादुर महरा हुँदा पनि यही हो, देवराज अधिकारी हुँदा, देवराज घिमिरे हुँदा पनि यही हो। एउटैको कार्यकालमा यो होइन, जुन बेला चाहिँ पहिलो स्पिकरको रूपमा तमरनाथ ढुङ्गाना हुनुहुन्थ्यो, तर जम्मै मिलेर हामीले तमरनाथ ढुङ्गालाई असान्दर्भिक बनाइदिनु भयो। त्यो पीडा खप्न नसकेर उहाँ हाल चाहिँ दिवंगत पनि भइसक्नुभयो। यति बैगुनी छौँ हामीहरू, न मतदान गर्दाखेरि विवेक पुर्याउँछौँ, न टिकट दिँदाखेरि न्याय गर्छौँ, अनि डिपी अर्याल उदय भए भनेर चाहिँ छाती पिट्छौँ। ये तो साला होना ही था भन्छ नि, त्यही कुरा भएको त हो नि अहिले। त्यस कारण उहाँको अहिलेलाई पार्टी सदस्यता स्थगन मात्रै गरेको हो। उहाँ चाहिँ रासोपाकै आधिकारिक नेता हो। राष्ट्रपति भइसकेको त त्यस्तो भूमिका हुन्छ भने जब डिबी अर्यालको त के कुरा भएर, राजनीतिक रूपमा पनि उहाँहरू न्यू कमर हो, अभ्यासका दृष्टिकोणले पनि नयाँ पार्टी हो। अब भूमिका दृष्टिकोणले पनि स्पिकरको भूमिका तमरनाथ ढुङ्गाना बाहेक अरू रामचन्द्र त झन् नाङ्गो हुनुहुन्थ्यो, उहाँ पनि त स्पिकरमा होला। उहाँले त लुगा लाए जस्तो पनि लाग्दैन त्यो। अब डिपी अर्यालबाट के आशा गर्ने हामीले? जेठा मामाको यो गति, कान्छा मामाको भाङ्राको गति। डाक्टर साहब, यहाँनिर जस्तो हिजो काठमाडौँ महानगर प्रमुख हुँदा चाहिँ बालेन शाहले ग्रेटर नेपालको नक्सा राखेका थिए आफ्नो कार्यकक्षमा। आज चाहिँ अस्ति भर्खर म प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ नेपालले पनि भारतको हुमिचेको रहेछ भनेर। यो ढङ्गको जवाब हिजो ग्रेटर नेपाल नक्सा किन उनले आफ्नो कार्यक्रममा झुन्ड्याए होला, आज किन भर्खर थाहा पाए भन्दैछन्, के भन्नुहुन्छ? अब यस्तो विवादास्पद काम चाहिँ गर्नु हुँदैन भन्ने तर्क यो हो। त्यसकारण अघि मैले 2-3टा आयामहरू उल्लेख गरेँ। अब के कारणले उहाँले यस्तो गर्नुहुन्छ, के कारणले ग्रेटर नक्सा राख्नुहुन्छ, के कारणले जग्गा मिचीको कुरा भन्नुहुन्छ, के कारणले चाहिँ मौनता साध्नुहुन्छ। अब हामीले यसमा कडी कडा गरौँ भने हाम्रो बिचमा यी किताबन्दी भइहाल्छ, यहीँबाट हामी गृहयुद्ध थालिहाल्छौँ। अब त्यो होस् भन्ने हामी कसैको पनि चाहना छैन। त्यसकारण मैले जोड लगाएँ, प्रधानमन्त्रीले नै यस्तो किसिमको विवादास्पद कुरा भन्दै हिँड्नु हुँदैन, वा यस्ता कुरा भन्नु पर्यो भने लिखित रूपमा मात्रै प्रस्तुत गर्नुपर्ने विश्वव्यापी चलन पनि हुन्छ। अफेन्ड बोल्ने भने कि त्यो किसिमको ल्याकत पनि जस्टिफाई गर्न सक्नु पर्यो। आफू त्यो गर्न सकिँदैन भने त कर्मचारीले दिएको चिडको जो हुन्छ पढाएर सुनाइदिनु पर्यो। त्यो नगर्नाले यस्तो कुरा भएको छ। आगामी दिनमा उहाँले त्यो गर्नुहुने छैन। यस्तो कुरा चाहिँ अब सबैलाई थाहा छ त, हामीले प्राप्त नेपालको एउटा सीमाङ्कन त गर्न सकेका छैनौँ भने ग्रेटर नेपाल भयो भने हामीले थामी खान सकौँला। हामीले ग्रेटर नेपालको कुरा गऱ्यौँ भने भोलि नै उनीहरूले नयाँ मुलुक हामीले चाहिन्छ भन्न थाल्यो भने के हुन्छ? बेकारको कुरा हो नि। यही त धेरै बेर बाँझो बसिरहेछन् खेतहरू। विपक्षीहरूले चाहिँ माफी नमागेसँग नमागेसम्म हामी संसद अवरोध जारी राख्छौँ भने अब 25 गते छ बैठक, के होला अब त्यो उनीहरूले के गर्छन् त्यो म भन्न सक्दिनँ। तर उनीहरूले यस्तो जारी राख्ने हो भने तलब भत्ता सुविधा त्याग्नु पर्ने हुन्छ, किनभने उहाँहरूले त्यो गरेको प्रत्येक दिन 10 लाखको दरले खर्च हुन्छ भन्ने छ। होइन, जवाबदेही माग्न त पाइयो नि, यहाँले पनि जवाबदेही त होइन, माग्न पाइयो, तर राज्यको ढुकुटी खाएर चाहिँ मागिरहन सुहाउँदैन। कति दिन चाहिँ माग्ने त? अब विगत समयमा एमाले 56 दिनसम्म पनि हाउस अवरुद्ध गरेको छ। अब यस्तो चलन छ उनीहरूको, 1 दिन 2 दिन 1 घन्टा 2 घन्टा अर्कै कुरा हो। तर प्रधानमन्त्रीको विधि गलत छ भने चाहिँ कुनै न कुनै माध्यमबाट त सच्याउनु पर्ला नि त। प्रधानमन्त्रीले नै जवाबदेहिता लिनु पर्यो। मैले यो कारणले यो भनेको, तपाईँहरूले यस्तो रूपमा बुझेको भए म यसलाई सच्याउन तयार छु भन्ने 2 शब्द बोल्दा जान्छ र। डाक्टर साहब, सानो कुरा चिप्लियो भने मान्छेले राजीनामा दिन्छ, यत्रो राष्ट्रघातै भन्छ नि एक हिसाबले। यो कुरा बोल्दाखेरि पनि माफी मागेर उहाँले क्षमा पाउँछन् र यता राजीनामा कुरा आउला, भोलि उहाँलाई देशद्रोहको मुद्दा लाग्ने कुराहरू पनि आउला। यो चाहिँ सोच्नु भएको छैन यो विषयमा? अब देशद्रोह नै गरेको होइन, टङ स्लिप मात्रै हो। जवाबदेहिता भन्ने शब्दले सबैलाई समेट्छ बाबु। अब मिलाएर बुझौँ त। डाक्टर साहब, यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणलाई चाहिँ कसरी हेर्नु भएको छ? जुन खालको स्वागत संस्कार छ नि, लेन्डुप दोर्जेलाई पनि सिक्किममा जे भयो त्योभन्दा अगाडि यस्तै खालको स्वागत गरिएको थियो पनि भनेर भन्छन् मान्छेहरूले। कोही चाहिँ वा सभापतिलाई यस्तो खालको यस्तो स्वागत भनेको पनि भन्नेहरू छन्। यहाँको बुझाइ के छ? अब लेन्डुपको त्यो ठ्याक्कै त्यस्तो होइन। पहिला सिक्किममा विधानसभाको चुनाव भयो,
30-31 सिटहरूले चाहिँ 32मा 31 सिटहरूले काजी साहेबको पार्टीलाई विजयी बनाए। त्यसले चाहिँ सिक्किमलाई भारतमा विलय गर्ने निर्णय गर्यो। त्यसपछि हजुर भनेर ढोल्न गए इन्दिरा गान्धीलाई, तथास्तु भनिदिनु बड्डीले। यति हो कुरा। अब अहिलेको भ्रमणलाई चाहिँ मैले सद्भावना भ्रमण भनेको छु। यसलाई तल अथवा माथि बुझ्नुको अर्थ केही छैन। यो एउटा शिष्टाचार भेट हो। अब तपाईँलाई थाहा छ हामी जुन परम्पराबाट हुर्केका छौँ, घरमा आएको पाहुनालाई कति इज्जत गर्छौँ। हामीले चाहिँ सापट मागेर भए पनि गाउँघरमा पनि मिठो खान्छौँ, मसिनो खान्छौँ, राडी डस्ना तन्ना गरेर चिनी हालेको चिया खुवाएर, यही त पद्धति हो हाम्रो, होइन? त्यो मध्ये एउटा रवि लामिछानेलाई भयो भने त्यो त्यतिको उछालिने विषय चाहिँ होइन। हामी त्यसलाई अनावश्यक रूपमा डेन्टिङ पेन्टिङ पनि गर्छौँ क्या। मैले चाहिँ यसलाई सामान्य रूपमा लिएको छु। यसलाई शिष्टाचार भ्रमण र भेटघाटको रूपमा बुझेको छु। त्यहाँबाट केही उहाँले कोसिस लिएर आउनुभयो भने हामी पनि हौसियौँला, होइन भने पर्खेर हेर्ने हो, उत्तेजित हुने काम छैन। सीमाकै विषयमा चाहिँ डाक्टर साहब अब यो कसरी समाधान हुन सक्छ? अन्तर्राष्ट्रिय अदालत लगायत संयुक्त राष्ट्रसङ्घमा पनि यो ढङ्गले अपिल गर्ने अथवा कुनै निवेदन दिने, अथवा यो कालापानी लेक लिम्पियाधुरा हाम्रो भूमि फिर्ता ल्याउनको लागि चाहिँ अहिले त कागजमा अथवा नक्सा मात्रै छ, भोग चलन नै गर्ने हिसाबले ल्याउनको लागि चाहिँ के कस्ता हामीले कदमहरू चाल्न सक्छौँ? त्यसको लागि दुईटा उपाय छन्। कि हामीले बलबाट त्यो प्राप्त गर्नु पर्यो, कि कूटनीतिक माध्यमबाट त्यसलाई हामीले हासिल गर्न सक्नु पर्यो। बढीभन्दा बढी हामीले चाहिँ अन्तर्राष्ट्रियकरण गरेर अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट चाहिँ एउटा मध्यस्थताको स्थिति निर्माण गर्ने अन्तिम विकल्प चाहिँ त्यो हुन्छ। अब अहिले चाहिँ जहाँ इरानमाथि आक्रमण भयो, अन्तर्राष्ट्रिय कानुन समाप्त भइसकेको स्थिति छ। युएनले काहीँ पनि काम गर्दैन। हामी मरिसकेको सार्क राष्ट्रका जिउँदा जनताहरू हौँ। छ त सार्क अहिले? त्यसको मुख्यालय यहाँ चाहिँ कति भएर थाहा छ? त्यो कहाँ छ भनेर अवस्था यो छ। भनेपछि तेस्रो विकल्प हामी हासिल गर्न सक्दैनौँ। लडेर लिन सक्ने ल्याकतको लागि त्यो पनि मैले लेख्दा सजिलो कुरा छैन। एउटै उपाय भनेको वार्ता हुन्छ। यस्ता खालका भ्रमणहरूमा त्यस्ता कुराहरूलाई मिलाएर छिराउन सक्दाखेरि त्यसले अलिकति पे गर्न सक्छ। अन्यथा यो इतिहासको विरासत हो, यसको हिसाब किताब इतिहासले नै खोज्नेछ भन्ने गरेको छु मैले चाहिँ। किनभने यतै 19 सालकै कुरा गर्दाखेरि पनि 50 वर्ष नागिसक्यो। त्यहाँदेखि त्यहाँ भारतीय सेना बसेको छ। अब हामीले यसलाई खपेरै आइरहेका छौँ। अब गर्न सक्दा गर्दा हुने हो। जस्तो महाकालीको बेला यो जुन महाकाली नदीको उद्गम स्थल हो, यो 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 द्वन्द्व विवाद चाहिँ त्योसँग सम्बन्धित भन्ने छ। त्यति बेर महाकाली सन्धि गर्न होडबाजी भयो। नेताहरूले प्रतिस्पर्धा गरेर महाकाली सन्धि गरे। अब त्यसपछि 72 सालमा अहिलेको संविधान जारी भयो। मलाई लाग्छ तपाईँहरूमध्ये अधिकांशले 72 सालको संविधानको अनुसूची 3 हेर्नु पनि भएको छैन होला। छ कसैले हात उठाए हुन्छ, मेरो विचार कसैले हेरेको पनि छैन होला। त्यहाँ नेपाल राष्ट्रको निशाना छाप ठोकिएको छ। त्यो निशाना छापमा चुचे नक्सा छोडिएको छ। 601 जो थिए नि सभासदहरू, ती बेइमानहरूले गर्दाखेरि यस्तो कुरा भएको। अहिले चर्को चर्को राष्ट्रियताको कुरा तिनीहरू नै गर्छन्। पछिबाट चाहिँ संविधान संशोधनको नाममा यिनीहरूले मलाई लाग्छ त्यो निशाना छापको कुरा हटाएको भनेर निर्णय गरे होला। अब त्यसपछि यो विवाद चाहिँ अगाडि बढेको हो, होइन भने यो पच भइसकेको थियो। अब सम्झी बाढुकी जुन बेला गर्नुपर्ने हुन्छ सुतेर बस्ने, जुन बेला बित्छ अनि झाँक्रो खिचाउने, कहाँ हुन्छ त्यसरी? त्यसकारण अघि मैले भने राष्ट्रको नेतृत्व गर्ने व्यक्तिले समाज बुझेको हुनुपर्छ, धर्म बुझेको हुनुपर्छ, देशको भूगोल बुझेको हुनुपर्छ। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ देशको इतिहास पढेको बुझेको हुनुपर्छ। त्यो नबुझिसकेपछि जे स्थिति हामी भोगिरहेछौँ ठ्याक्क त्यो हुन्छ। र यो इतिहासको विरासत हो मैले भन्नुको पछाडि यही तर्क चाहिँ जुन्याएको हो मैले। डाक्टर साहब, तपाईँले जसरी रवि लामिछानेको विषयलाई लिएर सामान्य मानेको छु भन्नुभयो, तर अघिल्लो विगतमा हेर्ने भने परराष्ट्र मन्त्री 11 दिनसम्म ढुकेर बस्दा भेटघाट नदिएको, अहिले रवि लामिछानेलाई त्यो खालको स्वागतमा कतै कहीँ न कहीँ केही लुकेको छ कि स्वार्थ लुकेको छ कि भन्ने पनि छ, तपाईँलाई लाग्दैन? मैले चाहिँ सामान्य भनेको छैन, मैले शिष्टाचार भेट मात्रै भनेको छु। शिष्टाचार भनेको कर्सिकल हो नि त। अब एउटा सत्ताधारी दलको पार्टी अध्यक्षलाई अर्को सत्ताधारी दलले एउटा कार्यक्रममा नयाँ दिल्लीमा बोलाएको, यति हो कुरा।
प्रसङ्गवश त्यहाँका ठुला पदाधिकारीहरूसँग प्रधानमन्त्री लगायतका पदाधिकारीहरूसँग प्रसङ्गवश भेट भएको भेटको कारण चाहिँ त्यो सत्ताधारी दलको नेता सत्ताधारी मात्रै होइन कि ठुलो शक्तिको रूपमा उदय भएको हुनाले त्यो शक्तिलाई प्रभावित पार्ने दुराशयबाट गरेको काम हो त्यो। डाक्टर हिजो मात्रै केपीओली अब फागुनी 21 चुनावपछि पहिलोपटक सार्वजनिक बोल्नुभयो यो सरकारले अराजकताको हद नाग्यो यो ताउलो पनि धेरै टिक्दैन भन्नुभएको छ र सँगसँगै सिमानाको विषय पनि नेपालले 1 इन्च भूमि कुनै पनि ठाउँमा भारतको भूमि मिचेको छैन यो प्रधानमन्त्रीको यो राष्ट्रघात हो भन्ने भन्नुभएको छ के भन्नुहुन्छ यसमा केपीओली हुन त तिमीलाई सम्झेर रुन्छु रुन त भने जस्तै हो अब उहाँहरूले नै त हो नि त्यो निशाना छापको मैले अघि व्याख्या गरेँ उहाँहरूले नै त हो नि त्यसकारणले नेपालका नेताहरू सत्तामा हुँदा एउटा कुरा गर्छन् प्रतिपक्षमा हुँदा अर्को कुरा गर्छन् उहाँहरूले चाहिँ घट्टाबाट सिके राम्रो केपीओलीले भनेको त्यो कुरामा दम छैन म भन्दिनँ तर बेला बितिसक्यो अहिले दम देखाएर के हुन्छ उहाँले दम देखाउनु भयो नि होइन डाक्टर साहब लिपुलेको चुच्चे नक्सा उहाँकै पालामा चाहिँ संसदमा पारित गरेको हो सबै त्यो त विरासत हो बाबु 19 सालको घटना हो लिपुलेक कालापानीको चाहिँ त्यसकारण मैले यो जिम्मा इतिहासलाई दिन खोजेको अब यहाँ मात्रै होइन नि तपाईँ हेर्नुहोस् न ताइवानको कुरा कति वर्ष भयो हङकङ फिर्ता आउन 100 वर्ष लाग्यो टेक्सास भनेको मेक्सिकाको पार्ट हो जो अहिले अमेरिकाको छ मेक्सिकोसँग पनि सीमा सम्बन्ध हुन्छ चाइना र भियतनामको बिचमा पनि सीमा द्वन्द्व छ रसिया र चाइनाको अब यो अरुणाञ्चल त जम्मै चाइनाको भन्छ इन्डियाको अब यहाँ दोकलामको कुरा छ यहाँ सिलगढी नेरको जुन चिकन नेक भन्छन् नि अब यस्तो समस्या कहाँ हुँदैन जहीँ पनि हुन्छ हामीले हतारो गर्नु हुँदैन एउटा कुरा के यो वरिष्ठ सीमाविद बुद्धिनारायण श्रेष्ठले पनि बारम्बार भनिरहनु भएको छ हाम्रो ग्रेटर नेपालको जो नक्सा छ भूमि छ जो नक्सामा समेटिएको छ हाम्रो गुमाएको भूमि हामी 100-150 वर्ष पछि पनि हामी पाउँछौँ भनेर ढुक्क छौँ हाम्रा सन्ततिले पाउँछन् हाम्रा सन्तानले पाउँछन् भन्नुभएको छ यहाँले पनि अलिकति कुरा त उठाउनु भयो यो पाउने आशा राखौँ ग्रेटर नेपाल त्यो बेकार हो मेरो हजुरबाको नाम दिर्पसिंह कार्की छेत्री थियो म चाहिँ छोटकरीमा केसी लेख्छु उहाँले चाहिँ पास गरेर अथवा ऋण खाएर मेरो टारबारी कुनै अर्कोलाई दिइसक्नु भएको हो भने मेरो नाति त के मैले पनि पाउँदिनँ त्यो बेकार कुरा हो डाक्टर यो अन्तर्राष्ट्रिय अदालतको कुरा गर्दा चाहिँ सीमा समस्या समाधान गर्न अन्तर्राष्ट्रिय अदालत गुहार्छु भनिराख्दाखेरि हालै मात्र एउटा भनौँ न यो भारत पाकिस्तान बिचको सिन्धु जलसन्धिको विषयमा विवाद भएको थियो योभन्दा अगाडि जसरी अब पाकिस्तान समर्थित आक्रमणकारीहरूले आतङ्ककारीहरूले चाहिँ भारत नियन्त्रित जम्मू कश्मीरको पहलगाम क्षेत्रमा आक्रमण हो त्यसपछि उनीहरू द्वन्द्व पर्दा त्यो सिन्धु जलसन्धि नै एकअर्काले नमान्ने कुरा आउँदाखेरि पाकिस्तान अन्तर्राष्ट्रिय अदालत गुहार्न पुग्यो पाकिस्तानकै पक्षमा अन्तर्राष्ट्रिय अदालतले फैसला गर्यो तर भारतले यसलाई मान्दैन हामी यो अन्तर्राष्ट्रिय अदालतको क्षेत्रभित्र पर्दैन यो हाम्रो सिन्धु जलसन्धिको कुरा भने भनेपछि हामी पनि अन्तर्राष्ट्रिय अदालत धाउनु के अर्थ रहेछ शक्ति राष्ट्रहरूको लागि अन्तर्राष्ट्रिय निकायहरू पनि होइन फिक्का साबित हुँदो रहेछन् है त्यही त मैले तपाईँकै प्रश्नमा उत्तर छ जस्तो पुटिनले भनेको छ जुन दिन अमेरिकाले इरानमाथि आक्रमण गर्यो त्यही दिन अन्तर्राष्ट्रिय कानुनको मृत्यु भयो इन्टरनेसनल ल इज अलरेडी डेड भनेको छ अब सार्कको कुरा मैले अघि गरेँ सार्क राष्ट्रको मुख्यालय हाम्रो देशमा छ त्यसको कार्यालय कहाँ छ भन्ने पनि हामीलाई थाहा छैन अब यिनीहरूको यति चाहिँ सम्बन्ध कटु छ कि भारतीय प्रधानमन्त्री उता फर्किने पाकिस्तानको प्रधानमन्त्री यता फर्किने आँखाले पनि नहेर्ने हाम्रो सुशील बाबु थियो नि गान्धीवादी प्रधानमन्त्री तिनले चाहिँ दुईटाको हात यसो गरेर हाम्रै आँखाको अगाडि गरेर यत्रो दुईटा हात यसो जोडिदिनु भएको थियो तलका प्रतिनिधिहरूले गडर ताली बजाएका थिए के हुन्छ त्यसबाट यही हो अन्तर्राष्ट्रिय चाहिँ सङ्घ संस्थाको हैसियत भन्ने कुरा त्यस कारण जबसम्म यसको हैसियत चाहिँ स्थापित हुँदैन तबसम्म आशा गर्नुको केही पनि अर्थ छैन त्यहाँबाट केही पनि हुँदैन बाबुको आमाको पनि के चुस्ता भएन बाबुको घुँडो भन्छ नि त्यही कुरा नेपाल चाहिँ सीमा समस्याको गोलचक्रमा फस्ने कि पहिला देशलाई होइन अब तीव्र रूपमा आर्थिक वृद्धि गरेर बल्ल त्यो ढङ्गले विवाद उठाउनु अथवा त्यो ढङ्गले अब भनौँ न सीमाको भूमि फिर्ता ल्याउने विषयमा अगाडि बढ्नु राम्रो हुन्छ त्यो त प्रधानमन्त्रीले बुझ्नु पर्यो नि मैले त यो इतिहासको विरासत हो उसलाई जिम्मा लगाएर क्रमशः अगाडि बढौँ भनेर भाइकै स्पिडमा
विचार दिइ नै आएको छु। तर प्रधानमन्त्री नि रोस्टममा उभिएर हामीले देश मिचेको छ भन्छन् भने अनि हामी लड्न जानु परेन, भाइहरू बरु तत्पर बस्नु, लड्न जानुपर्छ। डाक्टर साहब, यो अन्तिम प्रश्न छ। धन्यवाद।